साथीहरू के तपाईहरू पनि आइपिओ भर्ने गर्नुभएको छ? छ भने फेरि अर्को आइपिओ खुलेको छ। आइपिओ खुलाउने कम्पनीको नाम रहेको छ माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड। यस कम्पनीको चाहिँ पहिलो चरणको आइपिओ हो। त्यसैले पहिलो चरणमा चाहिँ वैदेशिक तर्फ र स्थानीय तर्फको लागि आइपिओ बिक्री खुल्ला भएको छ। कम्पनीले वैदेशिक तर्फका लागि वैशाख 17 गतेदेखि वैशाख 23 गतेसम्मको लागि आइपिओ बिक्री खुल्ला गरेको छ र वैदेशिक तर्फको लागि कम्पनीले 1,72,000 किता सेयर छुट्याएको छ। प्रति किताको मूल्य 100 रुपियाँको दरले भर्न मिल्नेछ भने सेक्टर भनेको हाइड्रो पावरमा पर्छ र यसको लागि इस्यु म्यानेजरको रूपमा चाहिँ यानायाम्बी एस क्यापिटल लिमिटेडलाई राखिएको छ। त्यसै गरी स्थानीय तर्फका लागि भने वैशाख 17 गतेदेखि वैशाख 31 गतेसम्म बिक्री खुल्ला हुनेछ र कम्पनीले स्थानीय तर्फको लागि चाहिँ 8,60,000 किता सेयर छुट्याएको छ। प्रति किताको मूल्य 100 रुपियाँको दरले भर्न मिल्नेछ र स्थानीय तर्फबाट तपाईँले आइपिओ भर्दै हुनुहुन्छ भने 10 किता मात्र नभएर त्योभन्दा धेरै कति सक्नुहुन्छ त्यति नै भर्नुहोला र वैदेशिक तर्फ भर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले 10 किता मात्रै भर्नुहोला, त्योभन्दा धेरै भरेर काम छैन। र स्थानीय कोटामा चाहिँ कुन कुन ठाउँबाट भर्न मिल्छ त माथि स्क्रिनमा डिटेल्स राखिदिएको छु। त्यहाँ तपाईँले यो स्थानमा पर्नुहुन्छ भन्ने चाहिँ स्थानीय तर्फबाट तपाईँले आवेदन दिन सक्नुहुनेछ। यस कम्पनीको नेटवर्थ र इपिएसको बारे जानकारी गराउनु पर्दा 8182 को अडिट रिपोर्ट अनुसार यसको प्रति सेयर नेटवर्थ भनेको 106 रुपियाँ 84 पैसा रहेको छ र प्रति सेयर आम्दानी अर्थात् इपिएस 5 रुपियाँ 13 पैसा रहेको छ। अब सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको ओपनिङ प्राइस भनेको मिनिमम 100 रुपियाँदेखि माथि र म्याक्सिमम 300 रुपियाँको सम्म हुन सक्छ। ओपनिङ प्राइस रेन्ज चाहिँ यो कम्पनीको। सो आजको भिडियो यति नै थियो। सो यस्तै आइपिओ, शेयर बजार, एफपिओ रिलेटेड भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू।